दर्शकवृन्द नमस्कार। दर्शकवृन्द यो ब्याकग्राउन्डमा दृश्य हेर्दै हुनुहुन्छ, यो दृश्य विराटनगरदेखि कठरी जोड्ने हुलाकी राजमार्गको हो। विराटनगरदेखि कठरी जोड्ने हुलाकी राजमार्ग वर्षौंदेखि निर्माणको नाममा अल्पत्र छ, तर जनताको दुःख झन गहिरिँदै गएको छ। पानी परे सडक हिलोको दलदल बन्छ, जहाँ हरेक पाइला दुर्घटनाको जोखिम बनेर उभिन्छ भने घाम लागेपछि उड्ने धुलोले सर्वसाधारणको स्वास्थ्यसँग खेलवाड गरिरहेको छ। दैनिक हजारौं नागरिक यही बाटो भएर आवत-जावत गर्न बाध्य छन्, तर जिम्मेवार निकाय भने अझै मौन छन्। चुनाव आउँदा विकासका ठूला भाषण गर्ने नेताहरू आज जनताको पीडा देखेर किन चुप छन्? सडक होइन, यो त राज्यको लापरवाहीको जिउँदो प्रमाण बनेको छ। जनताले कर तिरेका छन्, अधिकार मागेका छन्, तर बदलामा पाएका छन् हिलो, धुलो र असुरक्षा। आखिर कहिलेसम्म जनता यही शास्ति सहेर बस्ने? अब आश्वासन होइन, तत्काल काम चाहिन्छ, किनकि जनताको धैर्य अब बिस्तारै आक्रोशमा बदलिँदै गएको छ।